उहाँलाई सिधै अब हेर्नु सिधै दिल्ली बजार कारागारमा ल्याइएको छ। बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नै नहुने, बलियो बन्न नै नहुने किसिमको अलोकतान्त्रिक व्यवहार देखियो। त्यही भएर हामी यसलाई परास्त गर्नका लागि भए पनि एकीकरण गरेरै छाड्छौँ, अगाडि बढ्छौँ, सङ्घर्ष गर्छौँ। जनताले पुरा देशले आज हेरिराखेका छन् कि हामी माथि कस्तो खालको दमन भयो, कस्तो खालको राज्यले नीति लियो, त्यो पुरा देश आम जनताले देखिराखेका छन्। पुरा जनताको नजर फेसमा छ। व्यक्तिलाई फेरि पुनः पक्राउ गरिरहनुले चाहिँ के कुराको संकेत गर्छ? हैन, म तपाईलाई एउटा कुरा मात्र भन्छु, यो केही कुरा प्रक्रिया नै थियो, 5 दिन अगाडि पनि गर्न सकिन्थ्यो नि। नयाँ कुरा त होइन, 5 दिन पछाडि पनि गर्न सकिन्थ्यो नि। यो एकीकरण कार्यक्रम गर्ने घटनास्थल भई सभास्थलबाट किन पक्राउ गरियो, आजै किन पुर्यो, आजै पक्राउ पुर्यो, आजै आदेश किन जारी भयो? यो धेरै, यो नेपालकै इतिहासमा भन्छु, यो धेरै ठुलो प्रश्नवाचक चिन्ह रहनेछ र यसले चाहिँ एकदम नेपालमा कस्तो खालको शासन व्यवस्था थियो झकझक्याइरहनेछ। यो यहाँको आदिवासी जनजाति समुदाय, थारू समुदाय, मधेसी, मुस्लिम, दलित लगायतमाथि कस्तो खालको दमन भइराखेको छ भन्ने कुरा यसले इंगित गरिराखेको छ। एकीकरण पनि आज समयभन्दा ढिलो भएको थियो, के कारणले ढिलो भइरहेको थियो त्यो प्रक्रिया? ढिलो होइन, ढिलो त अब के छ भने मान्छेहरू बाहिरबाट आउँदै थिए, त्यो भएर स्वाभाविक रूपमा 1-2 घण्टा ढिलो त हामी अस्वाभाविक मान्दैनौँ। सबैलाई उत्साह थियो, आउँदै थिए, हामी पनि सबैजना आउन दियो, त्यसपछि कार्यक्रम गरौँला भनेर सबै कुरा तम तयार थियो। र रेशमजी पनि कागज लिनको लागि, त्यो हस्ताक्षर गर्नुपर्ने कागज लिनको लागि बाहिर निस्किँदाखेरि ठ्याक्कै पक्राउ गरिएको। उहाँलाई जबरजस्ती हिसाबले पक्राउ गरेको पनि देखिन्छ सादा पोसाकमा आएका प्रहरीहरूले। कि उहाँ भित्र रेशम चौधरीसँग कुरा गर्नुभयो तपाईँले? मैले अहिले भेटेर आएँ, उहाँलाई सिधै अब हेर्नु सिधै दिल्ली बजार कारागारमा ल्याइएको छ होइन। उहाँले त सिधै त्यो खर्च दिएर अब खर्च दिएर कैदी अनुसार व्यवहार गर्नु भनेर पत्र लेखिएको छ भन्ने सुनिएको छ। त्यसको विषयमा त अब कानुनविदहरूले के प्रक्रिया छ त्यो हेर्नु होला। म चाहिँ तर यो सरासर यो आदिवासी जनजाति दलित मधेसी मुस्लिम माथि यो सरासर अन्याय भइराखेको, दमन भइराखेको भन्ने कुरा बुझ्छु। धन्यवाद तपाईहरुलाई।